वेलकम ब्याक टु फ्राइडे फाइनेन्स विथ एआरएस। आजको फ्राइडे फाइनेन्समा हामी बिजनेस लोनको लागि चाहिने डकुमेन्टको बारेमा कुरा गर्नेछौँ। बिजनेस लोनको डकुमेन्टको कुरा गर्नुपर्दा पहिलो नम्बरमा एप्लिकेसन र बोर्ड माइनोट, जसमा कुन प्रकारको लोन लिने र बिजनेस लिगल डकुमेन्टमा कसको साइन हुन्छ त्यो बारेमा खुलाउनु पर्ने हुन्छ। दोस्रो नम्बरमा बिजनेसको रेजिस्ट्रेसन डकुमेन्ट, जसमा बिजनेसको रेजिस्ट्रेसन सर्टिफिकेट, प्यान सर्टिफिकेट, एमओए, एओए दिनुपर्ने हुन्छ। तेस्रो नम्बरमा अडिटेड फाइनेन्सियल स्टेटमेन्ट, 50 लाखभन्दा बढी चालु पुँजी कर्जा यानि वर्किङ क्यापिटल लोनको हकमा प्रोजेक्टेड फाइनेन्सियल स्टेटमेन्ट 3 वर्षको लागि बनाउनु पर्ने हुन्छ। जबकि आवधिक कर्जा टर्म लोन फाइनेन्सिङको केसमा जति जति 10 इयरको टर्म लोन हुन्छ त्यति 10 इयरको प्रोजेक्टेड फाइनेन्सियल स्टेटमेन्ट बनाउनु पर्ने हुन्छ। चालु पुँजी कर्जा वर्किङ क्यापिटल लोनको हकमा नेट वर्किङ एसेट्सको स्टेटमेन्ट दिनुपर्ने हुन्छ। यो भन्नाले हजुरको स्टक, डेटर र क्रेडिटरको डिटेल ब्याङ्कलाई प्रोभाइड गर्नुपर्ने हुन्छ। यसका साथसाथै प्रोजेक्टेड फाइनेन्सियल स्टेटमेन्टको विवरण हजुरले आइआरडीको इन्टिग्रेटेड ट्याक्स सिस्टममा भर्नुपर्ने हुन्छ। आजको लागि फ्राइडे फाइनेन्समा यति नै। यस्तै इन्फर्मेटिभ भिडियोको लागि स्टे ट्युन्ड एन्ड ह्याभ अ ग्रेट विकेन्ड।